दर्शकबिन नमस्कार, म अच्युत विक्रमादित्य आरपी एडभाइस युट्युब च्यानलको नवीनतम कार्यक्रम जीके मास्टरमाइन्डमा तपाईलाई हार्दिक स्वागत छ। दर्शक महानुभाव, आज हामी कार्यक्रमको 8औं अङ्कमा छौं। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शनिबार साँझ ठीक 7 बजे युट्युबमा आरपी एडभाइस युट्युब च्यानल र फेसबुकमा आरपी एडभाइस फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण हुन्छ। विशेष गरी लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र र विभिन्न संगठित संस्थानको तयारी गरेर बस्नुभएका तपाईं दर्शक महानुभावहरूलाई लक्षित गर्दै हामीले यो कार्यक्रम तयार पारेका छौं। यो कार्यक्रममा रहेर हामीले तपाईहरूलाई 7 वटा प्रश्न सोध्ने छौं। तपाईहरूले उक्त प्रश्नको जवाब हाम्रो युट्युब र फेसबुक पेजको कमेन्ट बक्समा व्यक्त गर्नुपर्ने हुन्छ। हामीले प्रत्येक एपिसोडमा कमेन्ट गर्नुभएका दर्शक महानुभावहरू मध्ये सबैभन्दा धेरै प्रश्नको सही जवाब दिने एकजना दर्शक महानुभावलाई हाम्रो एपिसोड विनर घोषणा गर्ने छौं। यस्तै 2 वा 2 भन्दा बढी दर्शक महानुभावहरूले सबैभन्दा धेरै बराबर प्रश्नको सही जवाब पठाउनु भएको खण्डमा हामीले गोला प्रथाद्वारा एकजनालाई एपिसोडको विजेता घोषणा गर्नेछौं। उक्त एपिसोड विनर हुने दर्शक महानुभावहरू हाम्रो कार्यक्रमको विकली विनर राउन्डमा प्रवेश गर्नुहुनेछ। हाम्रो कार्यक्रम हप्ताको 2 दिन प्रसारण हुने हुँदा हाम्रो कार्यक्रमका 2 जना एपिसोड विजेता दर्शक महानुभावहरू मध्ये एकजना दर्शक महानुभावहरूलाई गोला प्रथाद्वारा प्रत्येक हप्ताको शनिबारका दिन विजेता घोषणा गर्नेछौं। उक्त विकली विनर हुने दर्शक महानुभावहरूले पाउनुहुनेछ हाम्रो तर्फबाट रु 100 को रिचार्ज कार्ड। साथै विजेता दर्शक महानुभाव हाम्रो कार्यक्रमको लक्की इज माई मन्थ राउन्डमा समेत प्रवेश गर्नुहुनेछ। दर्शक महानुभावहरू, हामीले प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन लक्की इज माई मन्थ राउन्डमा प्रवेश गर्नुहुने दर्शक महानुभावहरू मध्ये एकजनालाई गोला प्रथाद्वारा लक्की इज माई मन्थ राउन्डको विजेता घोषणा गर्नेछौं। उक्त विजेता हुने दर्शक महानुभावहरूले पाउनुहुनेछ हाम्रो तर्फबाट रु 200 को रिचार्ज कार्ड। साथै उक्त दर्शक महानुभाव हाम्रो कार्यक्रमको फाइनल राउन्डमा समेत प्रवेश गर्नुहुनेछ। प्रत्येक वर्षको अन्तिम शुक्रबारका दिन हामीले कार्यक्रमको फाइनल राउन्ड आयोजना गर्नेछौं। उक्त फाइनल राउन्डमा हाम्रो कार्यक्रमका 12 जना मन्थली विनरहरू प्रवेश गर्नुहुनेछ र उक्त 12 जना मन्थली विनरहरू मध्येबाट एकजनालाई हामीले गोला प्रथाद्वारा इयरली विनर घोषणा गर्नेछौं। उक्त इयरली विनर घोषणा हुने दर्शक महानुभावहरूले हाम्रो तर्फबाट पाउनुहुनेछ रु 1200 को रिचार्ज कार्ड भने साथमा विभिन्न आकर्षक पुरस्कारहरू पनि पाउनुहुनेछ। आदरणीय दर्शक महानुभावहरू, कार्यक्रमलाई थप रोमाञ्चक र व्यवस्थित ढंगले सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले हामीले यस कार्यक्रमका निश्चित मापदण्डहरू पनि तयार पारेका छौं। आउनुहोस् अब जानौं हामीले बनाएका यस कार्यक्रमका निश्चित मापदण्डहरू। दर्शक महानुभावहरू, तपाईहरूले कमेन्ट मार्फत हामीलाई प्रश्नको जवाब पठाउँदा 5 वटै प्रश्नको जवाब एउटै कमेन्ट मार्फत व्यक्त गर्नुपर्ने हुन्छ। यदि तपाईहरूलाई 5 वटै प्रश्नको सही जवाब एउटै कमेन्टमा कसरी व्यक्त गर्ने भन्ने विषयमा कुनै दुविधा छ भने हाम्रो भिडियोलाई राम्रोसँग अवलोकन गर्नुहोला, जहाँ हामीले 5 वटै प्रश्नको सही जवाब एउटै कमेन्ट मार्फत कसरी व्यक्त गर्ने भन्ने विषयमा उदाहरण सहित भिडियो तयार पारेका छौं। यस्तै तपाईहरूले एउटा प्रश्नको सही जवाब दिए बापत 5 अंक प्राप्त गर्नुहुनेछ भने एउटा प्रश्नको गलत जवाब दिए बापत -2 अंक प्राप्त गर्नुहुनेछ। याद राख्नुहोला, हामीले एपिसोडको विजेता घोषणा गर्दा तपाईहरूले प्राप्त गर्नुभएको माइनस र प्लस अंकको समेत मूल्याङ्कन गर्नेछौं। तर तपाईहरूले आफूले नजानेका प्रश्नको जवाब नदिनु भएको खण्डमा तपाईहरूको हकमा यो नियम लागू हुने छैन। यस्तै तपाईहरूले हामीलाई प्रश्नको सही जवाब लेखी पठाउँदा हाम्रो कार्यक्रमको अर्को एपिसोड प्रसारण हुनुभन्दा 2 घण्टा अगाडिसम्म गरेका कमेन्टहरूलाई मात्रै हामीले कार्यक्रममा समावेश गर्नेछौं। दर्शक महानुभावहरू, यो त भयो हाम्रो कार्यक्रम सम्बन्धी छोटो मिठो जानकारी। के तपाईहरूलाई हाम्रो कार्यक्रमको लक्की इज माई मन्थ राउन्ड र फाइनल राउन्ड दर्शक महानुभावहरूको प्रत्यक्ष सहभागितामा भएको हेर्न चाहनुहुन्छ? यदि तपाईले त्यस्तो चाहनुहुन्छ भने हाम्रो कमेन्टमा कमेन्ट व्यक्त गरिदिनु होला। कार्यक्रम सम्बन्धी यो छोटो मिठो जानकारी पछि आउनुहोस् दर्शकबिन, अब लागौं हामी आजको प्रश्न उत्तर सेटतर्फ। दर्शक महानुभाव, आज हामी कार्यक्रमको 8औं अङ्कमा छौं। 8औं अङ्कको पहिलो प्रश्न रहेको छ, अन्तरिक्षका पहिलो पर्यटक
को हुन्? प्रश्न फेरि एकपटक, अन्तरिक्षका पहिलो पर्यटक को हुन्? ए युरी गाग्रिन, बी नील आर्मस्ट्रङ, सी डेनिस टिटो, डी भेलेन्टिना तेरेस्कोभा। प्रश्न नम्बर 2, नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 को फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई कति विकेटले पराजित गरेको थियो? प्रश्न फेरि एकपटक, नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई लुम्बिनी लायन्सले कति विकेटले पराजित गरेको थियो? ए 4 विकेट, बी 5 विकेट, सी 6 विकेट र डी 7 विकेट। प्रश्न नम्बर 3, विश्वमा मरुभूमि नभएको महादेश कुन हो? प्रश्न फेरि एकपटक, विश्वमा मरुभूमि नभएको महादेश कुन हो? ए उत्तर अमेरिका, बी दक्षिण अमेरिका, सी अस्ट्रेलिया, डी युरोप। प्रश्न नम्बर 4, नेपालमा पहिलो सिँचाइ नहर कुन जिल्लामा बनेको थियो? प्रश्न फेरि एकपटक, नेपालमा पहिलो सिँचाइ नहर कुन जिल्लामा बनेको थियो? ए काठमाडौँ, बी ललितपुर, सी सप्तरी, डी गोर्खा। प्रश्न नम्बर 5, तिब्बतमा समेत राजकाज गर्न सफल काजी भीम मल्ललाई दरबारमा बोलाएर हत्या गर्न लगाउने राजा को थिए? प्रश्न फेरि एकपटक, तिब्बतमा समेत राजकाज गर्न सफल काजी भीम मल्ललाई दरबारमा बोलाएर हत्या गर्न लगाउने राजा को थिए? ए प्रताप मल्ल, बी जयप्रकाश मल्ल, सी श्रीनिवास मल्ल, डी सुरेन्द्र शाह। क्वेश्चन नम्बर 6, which revolution is referred to as the गौरवमय revolution? Question once time again, which revolution is referred to as the गौरवमय revolution? A bloodless revolution, B industrial revolution, C mechanical revolution, D अक्टोबर revolution। र प्रश्न नम्बर 7, विक्रम सम्वत 2072 सालमा जारी गरिएको नेपालको संविधानको मस्यौदा समितिको संयोजक को थिए? प्रश्न फेरि एकपटक, विक्रम सम्वत 2072 सालमा जारी गरिएको नेपालको संविधानको मस्यौदा समितिको संयोजक को थिए? ए डाक्टर भीम रावल, बी डाक्टर बाबुराम भट्टराई, सी डाक्टर कृष्ण सिटौला, डी अमसरी घरती। भाग 8 को प्रश्न उत्तर सेट पछि आउनुहोस् दर्शकबिन, अब लागौं भाग 7 मा सोधिएका प्रश्नहरूको सही जवाफ र उक्त एपिसोडको विजेता घोषणा गर्नतर्फ। भाग 7 मा हामीले सोधेको पहिलो प्रश्न थियो, संयुक्त राष्ट्रसंघ युएनको बडापत्रमा पहिलो पटक कहिले हस्ताक्षर गरिएको थियो? प्रश्न फेरि एकपटक, संयुक्त राष्ट्रसंघ युएनको बडापत्रमा पहिलो पटक कहिले हस्ताक्षर गरिएको थियो? ए 24 अक्टोबर 1945, बी 26 जुन 1945, सी 1 जनवरी 1946 र डी 14 अप्रिल 1945। यसको सही जवाफ हो अप्सन बी 26 जुन 1945। प्रश्न नम्बर 2, कुमारी हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ? प्रश्न फेरि एकपटक, कुमारी हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ? ए सगरमाथा हिमाल, बी लामटाङ हिमाल, सी माछापुच्छ्रे हिमाल, डी धौलागिरी हिमाल। यसको सही जवाब हो अप्सन सी माछापुच्छ्रे हिमाल। प्रश्न नम्बर 3, नेपालको संविधान 2072 मा दलितको हक कुन धारामा समावेश गरिएको छ? प्रश्न फेरि एकपटक, नेपालको संविधान 2072 मा दलितको हक कुन धारामा समावेश गरिएको छ? ए 40, बी 41, सी 42, डी 43। यसको सही जवाब हो अप्सन ए धारा 40। प्रश्न नम्बर 4, दक्षिण एसियाली सहयोग संगठन सार्कमा नेपालले कति प्रतिशत भूगोल ओगटेको छ? प्रश्न फेरि एकपटक, दक्षिण एसियाली सहयोग संगठन सार्कमा नेपालले कति प्रतिशत भूगोल ओगटेको छ? ए 2.80%, बी 2.81%, सी 2.82%, डी 2.83%।
यसको सही जवाफ हो अप्सन डी 2.83%। क्वेशन्स नम्बर 5। If Bhimsen Thapa was the first Prime Minister of Nepal, who was the second Prime Minister? Questions again. If Bhimsen Thapa was the first Prime Minister of Nepal, who was the second Prime Minister? A. Mathbar Singh Thapa, B. Phattejang Saha, C. Ranganath Paudel, D. Ranajang Pandey। यसको सही जवाब हो अप्सन सी रंगनाथ पौडेल। प्रश्न नम्बर 6। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको नेपालको सबैभन्दा ठूलो घाँसे मैदानको क्षेत्रफल कति छ? प्रश्न फेरि एकपटक। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको नेपालको सबैभन्दा ठूलो घाँसे मैदानको क्षेत्रफल कति छ? ए 52 वर्ग किलोमिटर, बी 54 वर्ग किलोमिटर, सी 56 वर्ग किलोमिटर र डी 58 वर्ग किलोमिटर। यसको सही जवाब हो अप्सन बी 54 वर्ग किलोमिटर। प्रश्न नम्बर 7। पहिलो संस्करणको नेपाल प्रिमियर लिग NPL मा उत्कृष्ट प्रदर्शन गर्दै बाइक जित्न सफल खेलाडी को हुन्? प्रश्न फेरि एकपटक। पहिलो संस्करणको नेपाल प्रिमियर लिग NPL मा उत्कृष्ट प्रदर्शन गर्दै बाइक जित्न सफल खेलाडी को हुन्? ए ललित नारायण राजवंशी, बी सन्दीप लामिछाने, सी दिपेन्द्र सिंह ऐरी, डी सम्पाल कामी। यसको सही जवाब हो अप्सन ए ललित नारायण राजवंशी। भाग 7 मा सोधिएका प्रश्नहरूको सही जवाबपछि आउनुहोस् दर्शकबिन, अब लागौं भाग 7 को विजेता घोषणा गर्नतर्फ। हाम्रो कार्यक्रमको भाग 7 मा उमेश रावलजी एक्लैले मात्र कमेन्ट गर्नुभएको थियो। उहाँले 3वटा प्रश्नको जवाफ लेखी पठाउँदा एउटा प्रश्नको सही जवाफ दिनुभएको थियो भने 2वटा प्रश्नको गलत जवाफ दिनुभएको थियो र उहाँले 1 अंक प्राप्त गर्नुभएको थियो। हाम्रो कार्यक्रममा उहाँ मात्र एकजना दर्शकले कमेन्ट गर्नुभएकोले हामीले उमेश रावलजीलाई यो एपिसोडको विजेता घोषणा गरेका छौं। Congratulations. बधाई छ उमेशजी, तपाईँ हाम्रो कार्यक्रम जीके मास्टरमाइन्डको एपिसोड 7 अथवा भाग 7 को विजेता हुनुभएको छ र तपाईले प्राप्त गर्नुभएको छ हाम्रो तर्फबाट रु 100 को रिचार्ज कार्ड। बधाई छ उमेशजी, साथै तपाईँ हाम्रो कार्यक्रमको लक्की इज माई मन्थ राउन्डमा पनि प्रवेश गर्नुभएको छ। अब तपाईले पुष महिनाको अन्तिम शनिबारका दिन प्रसारण हुने लक्की इज माई मन्थ राउन्डमा सहभागी भएर रु 200 को रिचार्ज कार्डको लागि गोलाप्रथामा तपाईले प्रतिस्पर्धा गर्न पाउनुहुनेछ र तपाईले प्राप्त गर्नुभएको रिचार्ज कार्ड प्राप्त गर्नको लागि हाम्रो WhatsApp नम्बर 9842 48 13 36 9842 481336 मा सम्पर्क गर्नुहोला। साथै अबदेखि हामीले यो कार्यक्रम हाम्रो समय व्यस्तताका कारण हरेक हप्ताको शनिबार साँझ ठीक 7 बजेका दिन प्रसारण गर्नेछौं र उक्त दिन हामीले एकजना दर्शक महानुभावहरूलाई हाम्रो कार्यक्रमको एपिसोड विनर घोषणा गर्नेछौं भने उक्त विजेता हुने दर्शक महानुभावलाई हामीले हाम्रो कार्यक्रमको तर्फबाट रु 100 को रिचार्ज कार्ड प्रदान गर्नुका साथै उक्त दर्शक महानुभावहरूलाई हामीले हाम्रो कार्यक्रमको लक्की इज माई मन्थ राउन्डमा समेत प्रवेश दिनेछौं। दर्शक महानुभावहरू, अब भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ? जस्तो लागिरहेको छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो कमेन्ट बक्समा व्यक्त गरिदिनु होला भने तपाईलाई हाम्रो कार्यक्रम मन परेको छ भने भिडियोलाई एक लाइक गर्दै शेयर पनि गरिदिनु होला। साथै तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्दै बेल आइकनमा प्रेस गरी अल अप्सनमा क्लिक गरेर हाम्रो च्यानलमा जोडिदिनु होला। यसरी तपाई हाम्रो च्यानलमा जोडिनु भएको खण्डमा हामीले प्रसारण गरेको कार्यक्रम सबैभन्दा पहिले तपाईले सुन्न पाउनुहुनेछ। त्यसैले दर्शक महानुभाव, तपाईले हाम्रो च्यानललाई अवश्य सब्स्क्राइब गरिदिनु होला भन्दै अन्त्यमा हाम्रो कार्यक्रममा सहभागी हुँदै हामीले सोधेका प्रश्नहरूको जवाब पठाउनु भएकोमा तपाईहरू सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आजको एपिसोडबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।